नमस्ते। आज हामी नेपालको शिक्षा प्रणालीको एउटा निकै महत्त्वपूर्ण तर सायद अलिक कम चर्चा हुने पाटोमा केन्द्रित हुँदैछौँ। नमस्ते। त्यो हो प्रारम्भिक बाल विकास तथा शिक्षा पाठ्यक्रम 2077। यो पाठ्यक्रम विकास केन्द्रले बनाएको दस्तावेज हो जसले हाम्रा नानी बाबुहरूको सिकाइको भनौँ न पहिलो औपचारिक खुड्किलोलाई मार्गदर्शन गर्छ। हो, निकै महत्त्वपूर्ण छ यो। आजको हाम्रो उद्देश्य चाहिँ यो पाठ्यक्रमले खासमा के भन्न खोजेको छ, यसको सार के हो अनि यसले नेपालमा साना बालबालिकाको सिकाइ अनुभवलाई कसरी बदल्न खोज्दैछ भन्ने कुरा अलिक गहिरिएर हेर्ने हो। हुन्छ। हामीसँग यस सम्बन्धी केही स्रोतहरू छन् र हामी तिनलाई हेरेर यसका मुख्य पक्षहरू जस्तै लक्ष्य, संरचना अनि सिकाइका तौर तरिका बारे छलफल गर्नेछौँ। यसको पृष्ठभूमि र कानुनी आधारलाई पनि अब छोटकरीमा छोएर अघि बढ्नेछौँ है त। एकदमै। ल सुरु गरौँ। यो प्रारम्भिक बाल विकास किन यति धेरै महत्त्वको विषय बन्यो भन्नेबाट। जीवनभर चलिरहने जुन विकास प्रक्रिया छ नि त्यसको जग नै यही प्रारम्भिक बाल्यावस्था हो, होइन र? हो, एकदमै। यो जग हो। हाम्रो संविधानले पनि त बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा, स्वास्थ्य, स्याहार जस्ता कुरालाई हकको रूपमै सुनिश्चित गरेको छ नि। छ नि, धारा 31 मा स्पष्ट छ। अनि प्रारम्भिक बाल विकास आफैमा एउटा अधिकारको रूपमा पनि स्थापित छ। हो, त्यसलाई कानुनी टेवा पनि बलियो छ। संविधान त छँदैछ, शिक्षा ऐनले पनि 4 वर्ष पुगेका बालबालिकाका लागि 1 वर्षको प्रारम्भिक बाल शिक्षा अनिवार्य गरेको छ नि। ए, अनिवार्य नै? हो, राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले पनि यसलाई अझ प्रस्ट्याएको छ। 4 वर्षमाथिका लागि 1 वर्षको ECD मतलब अर्ली चाइल्डहुड डेभलपमेन्ट। अनि त्योभन्दा सानाका लागि? त्योभन्दा सानाका लागि चाहिँ शिशु विकास केन्द्रको कुरा छ। अनि हेर्नुस् न, 15औं योजनाले त यसलाई विद्यालय शिक्षाकै अभिन्न अङ्ग बनाउने भनेको छ। विद्यालय शिक्षाकै अङ्ग? हो, अनि स्थानीय सरकार सञ्चालन ऐनले त झन् यसको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई नै दिएको छ। भनेपछि यो त निकै विकेन्द्रित पनि भयो। हो, त्यसले गर्दा स्थानीय स्तरमा यसको कार्यान्वयनको जिम्मेवारी बढेको छ। भनेपछि यो 2077 को पाठ्यक्रम एकाएक आएको होइन रहेछ? होइन, यो त पहिलेका प्रयासहरूको जगमा भनेको हो। जस्तै 2062 को त्यो दिग्दर्शन थियो, अनि 2068 को मापदण्डहरू हो, तिनैमा टेकेर अनि शिक्षा ऐनको संशोधनपछि अझ परिष्कृत भएर आएको एकीकृत दस्तावेज हो यो। एकीकृत दस्तावेज। यसले बालबालिकाको रुचि, क्षमता र समग्र विकासलाई केन्द्रमा राखेको देखिन्छ, जुन सायद परम्परागत घोकाइभन्दा फरक होला। बिल्कुल, यो परम्परागत घोकाउने शैलीभन्दा धेरै फरक छ। यसले बालबालिकाको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिन्छ अनि परिवार र समुदायको भूमिकालाई पनि उत्तिकै महत्त्व दिएको छ। त्यो पनि महत्त्वपूर्ण छ है? एकदमै। यो केवल अक्षर चिनाउने वा अङ्क सिकाउने मात्र होइन, बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक सबै पक्षको विकासमा ध्यान दिन खोजिएको छ र यो विकास घर र समुदायसँग जोडिएर मात्र सम्भव छ भन्ने मान्यता राखेको छ। ठिक छ, त्यसो भए यो पाठ्यक्रमको मूल लक्ष्य चाहिँ के हो त? मतलब यसले के हासिल गर्न खोज्दैछ? समग्रमा भन्दा यसको मुख्य लक्ष्य बालबालिकाको सर्वाङ्गीण विकास गर्नु हो। सर्वाङ्गीण विकास हो, अनि उनीहरूलाई विद्यालय शिक्षाका लागि तयार पार्दै सिकाइको बलियो जग बसाल्नु हो। जग बसाल्ने हो। यसले केही खास कुरामा जोड दिएको छ, जस्तै बालबालिका क्रियाकलापमा रमाएर सहभागी हुन्। रमाएर उनीहरूमा स्वस्थ बानीको विकास होस्, आफ्नो सुरक्षाबारे सचेत हुन्, सरसफाइमा ध्यान दिउन्, अरूसँग घुलमिल हुन सिकुन्, सृजनात्मक बनुन् र आफ्ना कुरा व्यक्त गर्न सिकुन्। धेरै कुराहरू रहेछन्। यी लक्ष्यहरू हासिल गर्न पाठ्यक्रमले केही सक्षमताहरू पनि तोकेको छ, होइन? कम्पिटेन्सिज भन्छन् नि। हो, 6 वटा मुख्य सक्षमता निर्धारण गरिएको छ। के हुन् ती? छोटकरीमा भन्नुस् न। ल है त। पहिलो, भाषा प्रयोग गरेर कुराकानी र अभिव्यक्ति गर्न सक्ने। दोस्रो, पोसिलो खानेकुरा चिन्ने र खाने बानी बसाल्ने। तेस्रो, स्वस्थ बानी र राम्रो सामाजिक व्यवहार। सामाजिक व्यवहार पनि हो। चौथो, आफ्नो सुरक्षाका सामान्य उपाय अपनाउने। पाँचौं, दैनिक जीवनका काम गर्दा सिकेका कुरा र सृजनात्मक सोच प्रयोग गर्ने। सृजनात्मक सोच। अनि छैठौं, विभिन्न क्रियाकलापमा रुचि लिएर भाग लिने र त्यसमा चाहिने सामान्य सीप देखाउने।
यी सक्षमताहरू सुन्दा त राम्रा छन्, तर यसले पहिलेका पाठ्यक्रमभन्दा के फरक पार्छ जस्तो लाग्छ? जस्तो त्यो चौथो बुँदा भन्नु हो नि, वैयक्तिक सुरक्षाका उपाय अवलम्बन, यो पहिले यति स्पष्ट रूपमा थियो र? खै, राम्रो प्रश्न। पहिले सुरक्षाको कुरा त हुन्थ्यो होला, तर यसरी एउटा मुख्य सक्षमताकै रूपमा सायद यति जोड दिएको थिएन। यसले के देखाउँछ भने पाठ्यक्रम समयअनुसार परिवर्तन हुँदैछ। अहिलेको समाजमा बालबालिकाको सुरक्षाप्रतिको जुन चासो बढेको छ नि, हो त्यसलाई यसले सम्बोधन गर्न खोजेको छ। त्यसैगरी सृजनात्मक सोच र क्रियाकलापमा संलग्नतालाई पनि पहिलेभन्दा बढी महत्त्व दिएको देखिन्छ। यो केवल अक्षर र अङ्क घोकाउने भन्दा फराकिलो दृष्टिकोण हो। फराकिलो लाग्यो यो सुन्दा। अनि यी सक्षमताहरू बालबालिकाले हासिल गरे कि गरेनन् भनेर कसरी थाहा पाउने त? केही उदाहरण दिन सकिन्छ? पाठ्यक्रमले यी सक्षमताहरू अन्तर्गत अपेक्षित सिकाइ उपलब्धिहरू पनि तोकेको छ। लर्निङ आउटकम्स भन्छौ नि। सिकाइ उपलब्धि जस्तै अब भाषा प्रयोग सक्षमता अन्तर्गत बालबालिकाले सरल प्रश्न सोध्न सक्ने, आफ्नो कुरा प्रष्टसँग भन्न सक्ने वा चित्र हेरेर कुरा गर्न सक्ने, यस्तो अपेक्षा गरिन्छ। अनि अरू? स्वस्थ बानी अन्तर्गत आफ्नो पालो पर्खने, अरूलाई सहयोग गर्ने वा खाना खानु अघि हात धुने यस्ता व्यवहार पर्छन्। क्रियाकलापमा रुचि देखाउने अपेक्षा हुन्छ। यी सबै क्रियाकलाप मार्फत नै उनीहरूको सिकाइ र विकास भइरहेको छ भन्ने बुझिन्छ। मतलब क्रियाकलापबाटै मूल्याङ्कन हुने भयो? हो, निरन्तर अवलोकनबाट। अब सिकाइका क्षेत्र र यसको संरचनाबारे कुरा गरौँ। पाठ्यक्रमले सिकाइलाई कसरी बाँडेको छ? मुख्य रूपमा दुई खालका सिप क्षेत्र छुट्याइएको छ। आधारभूत सिप बेसिक स्किल्स र विषयगत सिप सब्जेक्ट स्पेसिफिक स्किल्स। आधारभूत र विषयगत। हो, आधारभूत सिपहरू अब नामले नै बताए जस्तै सिकाइका जग हुन्। यिनीहरूलाई विषयगत सिप भन्दा बढी समय दिएको छ, झण्डै दोब्बर नै। दोब्बर समय? हो, यसले नै पाठ्यक्रमको जोड कता छ भन्ने देखाउँछ, खेल, अनुभव र समग्र विकासमा। अनि आधारभूत सिप भित्र के पर्छन् त? यसभित्र 6वटा क्षेत्र छन्। शारीरिक, जस्तै दौड्ने, उफ्रने, सन्तुलन मिलाउने। अनि संवेगात्मक, आफ्नो भावना चिन्ने र व्यक्त गर्ने, खुसी हुने, चित्त दुख्दा भन्न सक्ने। सामाजिक, सांस्कृतिक, नैतिक, साथीसँग मिल्ने, पालो पर्खने, अरूको सम्मान गर्ने। बौद्धिक, मानसिक, रङ, आकार, सङ्ख्या चिन्ने प्रयास गर्ने, सोच्ने, सम्झने। स्वास्थ्य, पोषण, सुरक्षा, वातावरण सरसफाई, पोषिलो खाना, सुरक्षित रहने, आफ्नो वरपरको वातावरणबारे जान्ने। र 6औं सृजनात्मक सिप, गाउने, नाच्ने, कोर्ने, बनाउने। धेरै फराकिलो रहेछ आधारभूत सिप। अनि विषयगत सिपमा नि यी आधारभूत भन्दा कसरी फरक छन्? विषयगत सिपहरू अलि बढी परम्परागत विषयतिर ढल्केका जस्तो देखिन्छन्। तर यहाँ महत्त्वपूर्ण कुरा के छ भने यिनीहरूलाई छुट्टै विषय पढाए जसरी सिकाउने होइन। कसरी त? पाठ्यक्रमले स्पष्ट भनेको छ, यी सिपहरू आधारभूत सिप विकास गर्ने क्रियाकलापहरू सँगसँगै एकीकृत इन्टिग्रेटेड रूपमा सिकाउनुपर्छ। यो एकीकृत भन्ने कुरा अलि प्रष्ट पारौँ न। यसको मतलब के हो? गणित वा भाषा छुट्टै कक्षामा नपढाउने? हो, त्यस्तै बुझ्दा हुन्छ। छुट्टा पिरियड छुट्याएर पढाउने होइन। अनि कसरी सिकाउने त? जस्तो मानव बालबालिकाले ब्लकहरू खेल्दैछन्। खेल्दै गर्दार्गोइ नड्दै आकार र सङ्ख्याबारे सिक्न सक्छन्। यो भयो पूर्व गणित। खेलबाटै? हो, कथा सुन्दा वा सुनाउँदा भाषा विकास हुन्छ। यो भयो भाषिक सिप। बगैँचामा खेल्दा बोट बिरुवा, किरा फट्याङ्ग्रा बारे सिक्छन्। यो वातावरण विज्ञान भयो। कस्तो राम्रो तरिका हो नि। चित्र बनाउँदा वा रङ भर्दा कला र सृजनाशीलता विकास हुन्छ। यो दृश्यकला भयो। साथीहरूसँग खेल्दा सामाजिक नियम सिक्छन्। त्यो सामाजिक अध्ययन भयो। यसरी खेल र दैनिक क्रियाकलापबाटै विषयगत ज्ञानको पनि सुरुवात गराउने भन्ने हो। यो त निकै फरक अवधारणा रहेछ। परम्परागत कक्षाभन्दा त धेरै फरक। एकदमै फरक। अनि समय चाहिँ कसरी व्यवस्थापन गर्ने भनिएको छ? कति पढाउने? पाठ्यक्रम अनुसार वर्षमा कम्तीमा 192 दिन कक्षा चल्नुपर्छ। 192 दिन? हो, मतलब 32 हप्ता जति। दिनमा जम्मा 4 घण्टा 30 मिनटको समय छुट्याइएको छ। 4.5 घण्टा?
त्यसमा के हुन्छ? त्यसमा खाजा र आराम गर्ने समय पनि पर्छ। यसरी हेर्दा वर्षभरिमा आधारभूत र विषयगत सिपका लागि 576 कार्यघण्टा हुन्छ। 576 कार्यघण्टा। र रोचक कुरा के छ भने यसमा थप 256 कार्यघण्टा चाहिँ स्थानीय विषयवस्तुका लागि छुट्याइएको छ। ए हो र? 256 घण्टा थप, त्यो भनेको दैनिक कति जति हो? दैनिक करिब 1 घण्टा जति। स्थानीय विषयवस्तु त्यसमा के पर्छ? त्यसमा चाहिँ अब ठाउँ अनुसार फरक हुन्छ। स्थानीय खेलहरू, गीतहरू, कथाहरू, चाडपर्वहरू, त्यहाँका सिपहरू, पेसाहरू, ठाउँहरू जे पनि पर्न सक्छ। ए यो त झन् राम्रो भयो नि। हो नि, यसले सिकाइलाई बालबालिकाको आफ्नो समाज र संस्कृतिसँग जोड्न मद्दत गर्छ। यो निकै महत्त्वपूर्ण पक्ष हो। यसले गर्दा पाठ्यक्रम देशभरि एउटै भए पनि स्थानीयतालाई सम्बोधन गर्ने ठाउँ रहन्छ। एकदम। समग्रमा हेर्दा समय तालिका र क्रियाकलाप हेर्दा यो निकै लचिलो र बालकेन्द्रित देखिन्छ है। दैनिक कार्यतालिकाको नमुना पनि दिएको छ होला है? छ। अनुसूची 1 मा एउटा नमुना दैनिक कार्यतालिका छ। त्यसले दिन कसरी बित्छ भन्ने राम्रो चित्र दिन्छ। कस्तो छ त त्यो तालिका? अब स्वागत र न्यानो अभिवादनबाट सुरु हुन्छ। त्यसपछि भेला समय जहाँ गीत गाउने, कुराकानी गर्ने हुन्छ। अनि केही निर्देशित विषयगत क्रियाकलाप, आराम र खाजा समय। त्यसपछि बालबालिकाले आफै रोजेर खेल्ने स्वतन्त्र खेलको समय। फेरि सङ्गीत वा शारीरिक अभ्यास, दिनभरि के सिक्यो भनेर सानो पुनरावलोकन र अन्त्यमा बिदाई। यो तालिका हेर्दा नै थाहा हुन्छ कि जोड औपचारिक पढाइभन्दा खेल, अन्तर्क्रिया र खोजमा छ। हो, ठ्याक्कै। यो सिकाइका लागि कस्तो वातावरण चाहिने भनेर पनि पाठ्यक्रमले बोलेको होला। कक्षा कोठा कस्तो हुनुपर्छ? पक्कै पनि। खण्ड 7.1 मा सिकाइ वातावरणबारे विस्तृतमा छ। भौतिक वातावरणको कुरा गर्दा कक्षा कोठा बालबालिकालाई रमाइलो लाग्ने, सुरक्षित र उनीहरूले चाहेको कुरा चलाउन, छुन पाउने खालको हुनुपर्छ भनिएको छ। रमाइलो र सुरक्षित। हो, अनि एउटा निकै चाखलाग्दो कुरा सिकाइ कुनाहरू, लर्निङ कर्नर्स हो। ए सिकाइ कुनाहरू त्यो कस्तो हुन्छ? हरेक कक्षामा अनिवार्य हुनुपर्ने रहेछ? हो, अनिवार्य भनिएको छ। जस्तै भाषा कुना जहाँ किताब, चित्रहरू हुन्छन्, सृजनात्मक कुना जहाँ रङ, माटो, कागजहरू हुन्छन्, गणित विज्ञान कुना जहाँ ब्लक, गोटी, नाप्ने, जोख्ने सामान हुन्छन्, अभिनय कुना जहाँ भूमिका खेल्ने लुगा, सामान हुन्छन्। यस्ता कुनाहरू हुनुपर्छ। यसले त बालबालिकालाई रोजेर सिक्न सजिलो बनाउँछ होला नि? हो नि, यसले बालबालिकालाई आफ्नो रुचि अनुसारको क्रियाकलापमा संलग्न हुन प्रेरित गर्छ। ठाउँ भएमा बाहिर खेल्ने ठाउँ, पानी वा बालुवा खेल्ने ठाउँ, बगैँचा जस्ता कुराहरू पनि हुनुपर्छ भनिएको छ। यो त परम्परागत डेस्क बेन्च भएको कक्षा कोठा भन्दा निकै फरक कल्पना हो। एकदमै फरक। भौतिक वातावरण त भयो, अब शैक्षिक वातावरण र सिकाउने तरिकामी शिक्षकको भूमिका कस्तो हुनुपर्छ? शैक्षिक वातावरण चाहिँ अनौपचारिक, बालकेन्द्रित र खेलमा आधारित हुनुपर्छ। रट्न लगाउने होइन। रटाउने त हुँदै भएन। वास्तविक चिजहरू प्रयोग गरेर, अवलोकन गरेर, प्रश्न सोधेर के, किन, कसरी सिक्ने अवसर दिनुपर्छ। शिक्षक सिकाउने भन्दा पनि सहजकर्ता, फेसिलिटेटर हुनुपर्छ। सहजकर्ता कस्तो भूमिका हो यो? जसले बालबालिकालाई हौसला दिन्छ, प्रश्न सोध्न उक्साउँछ, उनीहरूलाई आफै खोज्न र सिक्न मद्दत गर्छ, निर्देशन मात्र दिने होइन। यो सुन्दा त निकै आदर्श लाग्छ। तर के हाम्रा सबै विद्यालय वा शिक्षकहरू यस्तो भूमिका र वातावरणका लागि तयार छन्? स्रोत साधनको कुरा के होला? हो, यो एकदमै जायज प्रश्न हो। कार्यान्वयनको पाटो चुनौतीपूर्ण छ। पाठ्यक्रमले आदर्श अवस्थाको परिकल्पना गरेको छ, तर वास्तविकता फरक हुन सक्छ। हो, शिक्षक तालिम, पर्याप्त शैक्षिक सामग्री, कक्षा कोठा व्यवस्थापन अनि समुदायको बुझाइ, यी सबै कुराले प्रभाव पार्छ। तर पाठ्यक्रमले अभिभावक र समुदायको संलग्नतालाई पनि जोड दिएको छ नि। खण्ड 7.2 कसरी? जस्तै नियमित सञ्चार गर्ने, अभिभावकहरूलाई केन्द्रका क्रियाकलापमा बोलाउने, उनीहरूको सिप प्रयोग गर्ने। सायद यही सहकार्यबाट केही चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ कि? सहकार्य महत्त्वपूर्ण भयो। हो, अनि अपाङ्गता भएका बालबालिकाका लागि पनि खण्ड 7.3 विशेष ध्यान दिनुपर्ने, क्रियाकलाप अनुकूलन गर्नुपर्ने कुरा उल्लेख छ, जसका लागि त झन् थप स्रोत र विज्ञता चाहिन्छ। हो, त्यो पनि सोच्नुपर्ने कुरा हो। अब शिक्षकको भूमिकाबारे अझै प्रष्ट पारौँ न। खण्ड 7.4
सहजकर्ता हुनुबाहेक अरू के जिम्मेवारी छन् त? मुख्यतया बालबालिकासँग घुलमिल हुने, उनीहरूका कुरा ध्यान दिएर सुन्ने, उनीहरूले के गर्दैछन् भनेर निरन्तर अवलोकन गर्ने, समूहमा काम गर्न सिकाउने। अनि उनीहरूलाई सोच्न बाध्य पार्ने खालका खुला प्रश्नहरू सोध्ने, आवश्यक सामग्री जुटाइदिने, कक्षाकोठा सुरक्षित राख्ने र सबभन्दा महत्त्वपूर्ण सिकाइलाई उनीहरूको वास्तविक जीवनसँग जोड्ने प्रयास गर्ने। यो त निकै सक्रिय र संवेदनशील भूमिका रहेछ है। हो, एकदमै। अब सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक मूल्याङ्कन, परम्परागत परीक्षा त नहुने भनियो? हुँदैन। त्यसो भए बालबालिकाले कति सिके भनेर कसरी थाहा पाउने त? हो, यो पाठ्यक्रमको एउटा भनौँ न क्रान्तिकारी पक्ष नै यसको मूल्याङ्कन विधि खण्ड 8 हो। यहाँ कुनै पनि औपचारिक परीक्षा, जाँच वा ग्रेडिङ हुँदैन। परीक्षा नै नहुने? हुँदैन। मूल्याङ्कन पूर्णतया अनौपचारिक र निरन्तर हुन्छ। शिक्षकले बालबालिकाको दैनिक क्रियाकलाप, उनीहरूको सहभागिता, व्यवहार र सिकाइलाई निरन्तर अवलोकन गर्छन्। कसरी अवलोकन गर्ने त? उनीहरूले के, कति, कहिले र कसरी सिके भनेर हेर्छन्। तर यसरी अनौपचारिक मूल्याङ्कन गर्दा शिक्षक पिच्छे फरक हुने वा पक्षपात हुने सम्भावना रहँदैन र? कसरी सुनिश्चित गर्ने कि मूल्याङ्कन सही र निष्पक्ष छ? एकदमै महत्त्वपूर्ण प्रश्न हो। यो चुनौती छ। यसका लागि पाठ्यक्रमले केही साधनहरू प्रयोग गर्न सुझाएको छ। के साधनहरू? जस्तै घटना अभिलेख, मतलब बालबालिकाको कुनै खास व्यवहार वा सिकाइको छोटो टिपोट राख्ने। टिपोट हो। अनि रुजुसूची, चेकलिस्ट, अपेक्षित सिपहरू विकास भयो नभएको हेर्ने अर्को पोर्टफोलियो, बालबालिकाले गरेका कामहरूको सङ्ग्रह। फाइल जस्तो? हो, त्यस्तै। यी साधनहरूको प्रयोगले मूल्याङ्कनलाई अलि व्यवस्थित र वस्तुगत बनाउन मद्दत गर्छ। शिक्षकले यी अवलोकनका आधारमा हरेक बच्चाको व्यक्तिगत प्रोफाइल बनाउँछन्। प्रोफाइल बनाउने? तर यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने यो मूल्याङ्कनको उद्देश्य बच्चालाई पास फेल गराउनु वा श्रेणी छुट्याउनु होइन। त्यसो भए उद्देश्य के हो त? यसको मुख्य उद्देश्य सुधारात्मक हो। सुधारात्मक? हो। अर्थात् बालबालिकाको रुचि केमा छ, उनीहरूको सबल पक्ष के हो र कहाँनिर उनीहरूलाई अझै सहयोग वा प्रोत्साहन चाहिन्छ भनेर पत्ता लगाउनु। सहयोग गर्नका लागि? हो। यो जानकारीको आधारमा शिक्षकले आफ्नो सिकाउने तरिका परिवर्तन गर्न सक्छन्। हरेक बच्चालाई उसको आवश्यकता अनुसार सहयोग गर्न सक्छन्। अनि अभिभावकलाई कसरी थाहा हुन्छ? त्रैमासिक रूपमा अभिभावकलाई बच्चाको प्रगतिबारे जानकारी दिइन्छ, तर त्यो पनि अङ्क वा ग्रेडमा होइन, उनीहरूको विकास र सिकाइबारेको वर्णनात्मक टिप्पणीको रूपमा। लेखेर दिने? हो। शैक्षिक सत्रको अन्त्यमा तयार हुने समग्र प्रतिवेदन चाहिँ विद्यालय भर्नाका लागि पठाइन्छ, अभिलेखको रूपमा। भनेपछि मूल्याङ्कन पनि सिकाइ प्रक्रियाकै एउटा अभिन्न अङ्ग भयो, नतिजा सुनाउने माध्यम मात्र होइन। बिल्कुल। यो बालबालिकालाई डर देखाउने वा तुलना गर्ने औजार होइन, बरु उनीहरूको सिकाइ यात्रामा मद्दत गर्ने एउटा माध्यम हो। त्यसो भए यो सबै छलफलको सार के हो त? छोटकरीमा भन्दा नेपालको यो प्रारम्भिक बाल विकास पाठ्यक्रम 2077ले परम्परागत घोकाएर अक्षर अङ्क केन्द्रित सिकाइबाट फड्को मारेको देखियो। हो, फड्को नै मारेको छ। बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिएको छ, शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक सबै। यसले खेलमा आधारित, एकीकृत, बाल केन्द्रित र अनौपचारिक सिकाइ विधिमा जोड दिएको छ। मूल्याङ्कनलाई पनि सिकाइ सुधारको माध्यम बनाएको छ अनि घर समुदायसँगको सम्बन्धलाई महत्त्व दिएको छ। यो साँच्चीकै एउटा प्रगतिशील दस्तावेज देखिन्छ। हो, कागजमा यो निकै राम्रो र आवश्यक परिवर्तनको खाका हो, तर यसको सफलता त अब यसको कार्यान्वयनमा निर्भर गर्छ। हो, कार्यान्वयन नै मुख्य कुरा हो। हो नि। यसले एउटा महत्त्वपूर्ण विचार विमर्शको ढोका खोल्छ। पाठ्यक्रमले स्थानीय अनुकूलन, खेलमा आधारित सिकाइ र निरन्तर अनौपचारिक मूल्याङ्कन जस्ता राम्रा कुराहरूमा जोड दिएको छ। तर सोचौँ त के नेपाल जस्तो यति धेरै भौगोलिक, सामाजिक र आर्थिक विविधता भएको देशमा सबै ठाउँमा सबै बालबालिकाका लागि यो पाठ्यक्रमको गुणस्तरीय र समतामूलक कार्यान्वयन सुनिश्चित गर्नु सायद यही नै सबैभन्दा ठूलो चुनौती हो।
यो ठूलो चुनौती हो। यो आदर्शलाई वास्तविकतामा कसरी उतार्ने होला? यो प्रश्नमा हामी सबैले सोच्न जरुरी छ। निश्चय पनि यो कार्यान्वयनको चुनौतीबारे सोच्नुपर्ने हुन्छ। आजको यो विस्तृत विश्लेषणका लागि धेरै धन्यवाद। धन्यवाद। आशा छ यसले पाठ्यक्रमका विभिन्न आयामहरू बुझ्न श्रोताहरूलाई मद्दत गर्यो होला।